ल है गाइजहरू ल साथीहरू हामीले चाहिँ यतापट्टि बार्ने हो। यहाँदेखि यतासम्म बार्ने हो। बार्ने भनेपछि टिनले बार्ने हो। त्यसको लागि हामीले पाइप 5वटा यहाँ जोडिसकेको छ लामै। अनि यो बिम हो, माथि टपमा लाग्ने बिम। टपमा लाग्छ यो चाहिँ। अनि यहाँ पिल्लर छोटो बिचमा भएको छ, त्यहाँदेखि उता एक तले बस्छ, त्यहाँदेखि माथि 2 तले हुन्छ। यस्तै छ, आज शीतल छ। आज चाहिँ यो हामीले हालिसकेको, अब घर जान आँटेको। यति काम गऱ्यौँ आज, यो सबै हालेको। अब बाँकी आज चाहिँ मेरो काम यति हो कि पाइप जोड्नु पर्ने हो, लेबल गर्नुपर्ने हो। गर्मीले कडा एकदम गर्मी आछ हो। यस्तो यहाँ हो, यहाँ जेनेरेटरबाट लाइन तानेको, एकदम गर्मी हो। आज मेरो काम नै पिलर जोड्ने हो। अब अरू 4टा छ, 4टा जोड्नु पर्ने भयो। 4वटा जति जोड्छु आज एक लाइनमा। अब गर्मीले काम गर्न नि सकिँदैन छौ, कति काम कडा घाम लाग्यो हो। अब मैले पर 2टा जोड्नु बाँकी छ, यो जोडिसक्यो हो, यो र यो 2टा बाँकी छ। अब त्यस पछाडि अब एकछिन बस्ने हो अनि जोड्ने हो 2टा। मैले पिल्लर 7वटा जति जोडिसकेँ। अब बिम हाल्ने बाँकी छ, अब बिम हाल्ने। गर्मी चाहिँ साह्रै छ, त्यही पनि मैले 7वटा जोडिसकेँ। तर गर्मी चाहिँ भयङ्कर पुरा छ। अब म तपाईँहरूलाई फुल भिडियो के गरेँ म तपाईँलाई देखाउँछु।